यो चाहिँ सानो तल भ्यू पोइन्ट जाने बाटो कस्तो रहेछ भ्यू पोइन्ट तपाईँहरूलाई म यो भिडियोमा देखाउने छु। हेर्नुहोस् है अन्तिमसम्म यो भिडियो। यसो हेर्दा चाहिँ राम्रै छ जस्तो छ है भ्यू पोइन्ट। लेडिज फर्स्ट भनेर चाहिँ 3 जनालाई अगाडि लाएको नि। पुग्नु आँटेको छौँ है। तपाईँहरूलाई यो बाटो देख्दै कतिजनालाई त याद भयो होला यो कहाँको भ्यू पोइन्ट होला भनेर कमेन्टमा चाहिँ लेख्नु नभुल्नुहोस् है। लु ठ्याक्कै आइपुग्यौँ है हामी। लु हेर्नुहोस् यो चाहिँ कहाँको होला, कहाँको भ्यू पोइन्ट होला तपाईँहरूले लु हेर्नुहोस् है। तल चाहिँ अलिअलि देख्दो रहेछ खोला चाहिँ। खोला कुन हो तपाईँहरूले त्यो पनि कमेन्टमै भन्नुहोस् है। कस्तो डाँडा रहेछ आम्मा, साँच्चै भ्यू पोइन्टै रहेछ नि त हौ यो चाहिँ। लो है आयो ओह्रालै एकदमै डेन्जर रहेछ। विशेष गरी नानीहरू चाहिँ होसियारले नै डोर्याएर लानु पर्ने खालको रहेछ बाटो चाहिँ। भिड चाहिँ यो खालको हो नि त, माथिबाट तल नदेख्ने खालको भिड। त्वालोले गर्दाखेरि अलिक मधुरो देख्दो रहेछ। देख्नुहुँदैछ तपाईँहरूले है। भन्नुहोस् है कहाँको हो यो जग्गा चाहिँ मेन्सन गर्नुहोस् ल। यस्तो रहेछ है बाटो चाहिँ पुग्ने बेलामा। यहाँदेखि उँधो चाहिँ छैन रहेछ। अनि यो चाहिँ एन्ड पोइन्ट रहेछ यो यहाँबाट उँधो हेर्ने पोइन्टको चाहिँ एन्ड पोइन्ट यस्तो खालको रहेछ यो चाहिँ। यस्तो डेन्जर भ्यू रहेछ, साँच्चै दामी रहेछ। त्वालोले गर्दा पारीको भ्यू चाहिँ त्यस्तो राम्रो नदेख्दो रहेछ। यो तलको चाहिँ हेर्नुहोस् है, ड्याम पनि रहेछ। कहाँको हो तपाईँले कमेन्टमा भन्नुहोस् है कहाँको ड्याम हो यो। 3 मङ्की छ है, 3 मङ्कीहरू 3 मङ्की हो। एउटाले कान छोपेको, अर्कोले आँखा छोपेको, अर्कोले माउथ छोपेको। यो 3 मङ्की लिएर आएको। यो मङ्की त यहीँबाट ओह्रालो जानु खोज्दैछ, हामीले छेक्दै राखेको नि। भिड चाहिँ यस्तो खालको रहेछ आम्मामामा। लु हेर्नुहोस् भिड। तर मैला चाहिँ यस्तो रहेछ हेर्नुहोस् है। पब्लिकहरू चाहिँ यति साह्रो खतम हुन्छ कि आएर चाहिँ केही सफा गरेर नै खायो अरे नि फ्याँकिदियो। कन्सियसै छैन मान्छेहरू क्या। बोतलहरू फुटाएर हेर्नुहोस् न।